हेलो एभ्रिवान, नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। आयो म पनि एकदम सन्चै छु। आज चाहिँ हाम्रो रोपाइँ हो, किनकि म चाहिँ बिहानबाट नै स्टे गर्छु भनेको थिएँ। बस मैले चाहिँ सकेन, बिहान चाहिँ एकदम बिजी भएर सकेन। सो यति बेलादेखि भ्लग स्टार्ट गर्दैछु। सबैजनाले खाना पनि खाइसक्नुभयो होला। यति बेला चाहिँ आज चाहिँ हाम्रो रोपाइँ हो। सो बिउ काटिरहनु भएको छ। यहाँ चाहिँ हामीले त्यो दुईवटा गरा चाहिँ रोपिसक्यौँ, तलतिर माथि दुईवटा गरा रोपिसक्यौँ। मान्छे चाहिँ टन्नै हुनुहुन्छ। सो धेरै रमाइलो छ आज चाहिँ। हाम्रो चाहिँ अलिकति खेत्र यहाँ हुनुहुन्छ, बिउ काटिरहनु भएको छ। अलिकति चाहिँ तलतिर हुनुहुन्छ अनि यता अरूको पनि रोपाइ छ। आज चाहिँ टन्नै माथि चाहिँ रोपेर सकिसक्यो। यतातिर यो खेतको हो, यो चाहिँ बिउ। अनि सो बिउमा कति धेरै झार छ कि हाम्रो, फेरि सो त्यही भएर बेर भइरहेछ। तलतिर गोरु ट्र्याक्टर, गोरु त सिर्फ एक हल मात्रै छ, ट्र्याक्टर मात्रै छ साथीहरू। हामी चाहिँ बिउ काटेर भ्यायौँ। अहिले चाहिँ सक्यौँ। यता जोत्दै हुनुहुन्छ, खोक्लाउँदै हुनुहुन्छ। यता चाहिँ अब चाहिँ उतै रोप्नुपर्छ। सो म पनि बिउ लिएर जाँदैछु। साथीहरू रमाइलो छ, ट्र्याक्टर छ, गोरु छ। केही बेला होइन मुरी रोपेर मानौ खोलाउने। हाई भन, हेलो भन। गीत बज्दिन त, गीत बज्दिन। साथीहरू अब चाहिँ धान रोपेर पनि पुरा सकियो होइन, पुरा त सबै यो मेलो चाहिँ सबै सकियो रोपेर। अब चाहिँ खानासाना खाएर छिटो गरेर घर जानुपर्ने हुन्छ। अब चाहिँ यता माथितिर पनि भ्याइयो सबै, यस्तो छ हालत साथीहरू। अब चाहिँ खाना खानुपर्छ अनि छिटो गरेर घर जानुपर्छ, किनकि रात पनि परिसक्यो। अब चाहिँ